नमस्कार। आज हाम्रो च्यानलमा चाहिँ नि विशेष अरूले चाहिँ नि आफ्नो च्यानलमा पोडकास्ट भनेर राख्ने गर्छन्। मैले चाहिँ आज भेटघाट भनेर राखेको छु, जसमा मेरो एकदम नजिकको परिवार बाल सखादेखि आफ्नो एकदम नजिकको रिलेटिभ वरिष्ठ पत्रकार जीवेन्द्र सिमकडा, वरिष्ठ कलाकार मेरो आफ्नै पाइलामा चाहिँ नि डोब हाल्दै हिँड्ने भाइ श्रीकृष्ण सिमकडा र मेरो शिष्य भनौँ कि गुरु भनौँ। अब शिष्य यस अर्थमा मबाट उसले केही कुरो सिक्दैछ, गुरु यस अर्थमा ऊबाट मैले केही कुरो सिक्दैछु। पुस्तान्तरण है, पुस्तान्तरणमा चाहिँ नि म र जीवेन्द्र हामी चाहिँ नि बेबी बुमर पुस्ताको, श्रीकृष्ण जेन एक्स र रूपेश चाहिँ जेनजी। त्यसैले रूपेशको चाहिँ नि अब करिब करिब विदेशमा चाहिँ अध्ययनको लागि यात्रा हुन लागेको हुनाले यो आजको मेरो भेटघाटमा आजको च्यानलमा चाहिँ नि के सुनौँ भने, रूपेशलाई हामीबाट केही कुरो सुन्न इच्छा छ भने आदरणीय अब श्रीकृष्ण दाइ हुनुहुन्छ, तिम्रो जीवेन्द्र सर हुनुहुन्छ, म छु, कोसँग तिमीलाई के प्रश्न सोध्न मन लाग्छ राम्रोसँग निर्धक्क भएर यो हाम्रो चाहिँ पारिवारिक भेटघाट है। यो अड मान्नु पर्दैन है, श्री एकदम दिल खोलेर दाइको घरमा जीवेन्द्र आइजन एउटा रमाइलो कुरा यो भेटघाट है। हाम्रो चाहिँ एकदमै रमाइलो छ आज। शैलेन्द्र सिमकडा मेरो अङ्कल, नेपाली नाट्य क्षेत्रको सुप्रख्यात कलाकार, हास्य कविता विधामा हास्य व्यङ्गलाई चाहिँ एकदमै पछ्याइरहनु भएको, नेतृत्व गरिरहनु भएको कलाकार है। र म चाहिँ पत्रकारितामा लागेको छु। मेरो दाल भात भन्छ नि त्यसबाट जुटिरहेको छ। अनि श्री भाइ श्रीकृष्ण सिमकडा भाइ है, ऊ चाहिँ अङ्कल र म दुईजना बराबर ऊ एउटा मान्छे। ऊ सञ्चारकर्मी पनि हो, ऊ कलाकार पनि हो। ऊ हास्य व्यङ्गको एउटा क्यारिकेचर विधामा उसले चाहिँ एकदम नेतृत्व गरिरहेछ है। अनि त्यो दुईवटा कुरा चाहिँ अङ्कलसँग उसको मिल्छ। कवि पनि हो, त्यो कवि पनि हो, गीतकार हो, बहुमुखी प्रतिभाशाली हो। अनि मसँग चाहिँ उसको सञ्चारकर्म, ऊ रेडियो कान्तिपुरमा काम गर्यो, अनि अन्त कहाँ गऱ्यो, रेडियो नेपाल, नेपाल टेलिभिजन है। भनेपछि ऊ सञ्चारकर्मी पनि हो। हामी दुईजना बराबर ऊ एउटा हो र हामी सिमकडा। त्यसको जरा खोतल्यो भनेदेखि आछाममा अथवा त्योभन्दा पहिला हामी मौदगल्ले गोत्र है। मौदगल्ले गोत्र भनेको चाहिँ पाञ्चाल नरेश ऋषि राजर्षि मुदगलको सन्तति हामी। अनि त्यसको युगान्तरपछि अछाममा आएर तिमलसेन भन्ने ठाउँमा चाहिँ बसेको त्यो परिवार, हाम्रो पुर्खा कुनै एउटा त्यहाँ बसेको। अनि तिमसिना भएको, त्यसपछि जुम्लामा पुगेर सिमखाडा भन्ने गाउँमा बसेपछि हामी सिमखडा भएको। अनि त्यो जुम्लाका सिमखडाहरूको एउटा कुनै पुर्खा हिँड्दै हिँड्दै धादिङको बसेरी र त्यसपछि सालदुममा आएर बसेको हाम्रो पुर्खा। अनि अर्को एउटा कुनै एउटा समयमा एउटा पुर्खा त्यसरी नै हिँड्दै हिँड्दै आएर सुन्दरीगढ थली भेगमा आएर चाहिँ बसोबास गर्नुभएको। श्रीकृष्ण र हामी दुई फरक ठाउँको सिमखडाहरू हौँ। हामी धादिङको र उहाँ काठमाडौँको। तर श्रीकृष्णसँग चाहिँ हाम्रो सम्बन्ध चाहिँ कस्तो छ भने, एउटै आमाको त्यसलाई के भन्छ नि, सहोदर भन्छ नि, एउटै उदरबाट आएको भने जस्तो ऊ चाहिँ मेरो प्रिय भाइ हो है। अङ्कलले पनि त्यत्तिकै माया गर्नुहुन्छ र उसको आज हामी खासमा चाहिँ उसको बहुमुखी प्रतिभा धेरै धेरै चाहिँ हामी त्यसमा के रमाइलो कुरा सुन्नुहुन्छ। मेरो अफिस प्रज्ञा प्रतिष्ठान थाहा छ, म हास्य व्यङ्ग्य सिमकडा त्यहाँ कार्यक्रम गर्न गयो। श्रीकृष्णलाई बोलाइएछ आयोजकले। आयोजक र उद्घोषकको राम्रो कम्युनिकेसन नभएको अवस्थामा अनि उसले गीतकारको के अरे उसले पहिलोको फलानु गायक, दोस्रोको फलानु डान्सर, तेस्रोको फलानु हास्य व्यङ्ग्य को छ, सिमकडा छ, सिमकडा लेखेको छ।
हतरपत्त स्टेटमा गरेर आउँदै हुनुहुन्छ शैलेन्द्र सिमखडा। त्यो अस्ति पनि एकचोटि त्यही भयो अरे अस्ति पनि त्यही भयो यो भइ नै रहन्छ। अब चाहिँ सर्वप्रथम चाहिँ म भाइ रूपेश रेग्मीलाई विदेश यात्राको होइन हार्दिक अध्ययनको शुभकामना दिन्छु। अब देशको युवाको चाहिँ यो एउटा जुन तपाईँहरू जानुभएको छ देशको अवस्था बाध्यता पनि छ। अब आज हामी त्यो युवा सम्बन्धी मेरो गीत पनि हामी यहाँ सुन्छौँ। आदरणीय जीवेन्द्र दाई, शैलेन्द्र दाई अनि प्रिय रूपेश भाइ अनि क्यामेराम्यान भाइलाई पनि म सुनाउँछु। अनि हामी इन्फर्मल कुरा गर्ने आज। अनि दाईले जुन भन्नुभएको छ दुवै दाईहरूले जीवेन्द्र शैलेन्द्र दुई श्रीकृष्ण एक भन्ने कुरा चाहिँ मलाई ठुलो भारी बोकाउनु भयो। मेरो यो सृजनालाई उहाँहरूले भन्नुभएको हो। तर यसमा चाहिँ मैले उहाँहरूले भनिसक्नु भएपछि मैले भन्नै पर्ने मलाई एउटा हुन्छ नि कहिलेकाहीँ प्रष्टीकरण दिनु चाहिँ म चाहिँ उहाँहरू चाहिँ एउटा रुख हो टन्टलापुर घाममा म हिँड्दैछु। त्यो म भारी बोकेर हिँड्दैछु। फेरि त्यो भारी बोकिराखेको ठाउँमा चाहिँ त्यो रुख मुनि चाहिँ म छु भनेपछि उहाँहरू चाहिँ मलाई दिने शीतलता हो। म भारी बोक्दै हिँडेको एउटा टन्टलापुरको भरिया चाहिँ आनन्दको सुस्केरा मारेको उहाँहरूको प्रिय भाइ हो। जीवेन्द्रलाई माइक दियो भने एकदम गम्भीर राष्ट्रकै इतिहासदेखि सुरु गरिदिन्छ। अब रूपेशलाई दिउँ भने उसले जेन्जी पुस्ताले हाम्रो किन कति नै अध्ययन गरे होला र त्यसकारणले श्री भाइले चाहिँ के गर्नु पर्यो एउटा आजको भेटघाटमा रौनकतापूर्ण गीत म्युजिक छ बजाउनु पर्छ। अन्त हामी गीत पनि सुन्छौँ। दर्शकवृन्द एउटा कपिराइट लाग्दैन नि। यो सङ्गीत पनि मेरै स्वर पनि मेरै कपिराइट लाग्दैन। मिनी बस चढ भने सधैँ खेलम्छे बुझिसक्नु छैन देशको राजनीति खेल। मिनी बस चढ भने सधैँ खेलम्छे बुझिसक्नु छैन देशको राजनीति खेल। आफै आफै लड्छन् हजुर कति जाल जेल। आफै आफै लड्छन् हजुर कति जाल जेल। कहिले आउला देशले जित्ने राजनीति खेल। नपाउनेले के नपाए बोकै शुद्ध चपाए। जुनै जोगी आए पनि कानै चिरेको राम राम। जुनै जोगी आए पनि कानै चिरेको। अब एक लाइन सुनेपछि अनि हामी प्र्याक्टिस गर्न जान्छौँ। भएपछि विदेश बैठा छ बामानी मुख परी विदेश घुम्या छ। 12 पास भएपछि विदेश पठा छ बामानी मुख परी विदेश घुम्या छ। सुगर प्रेसर बोकी बोकी घर कुर्नु पर्या छ। सुगर प्रेसर बोकी बोकी घर कुर्नु पर्या छ। किन भएको जात्रा हाम्रै देशमा भएको छ। थ्याङ्क यू। रमाइलोमा यथार्थ चित्रण गर्छ है। राम्रो छ, राम्रो। आफैले लेखेको सङ्गीत कसको? यसको सङ्गीत मेरो चाहिँ रचना पनि मेरै हो र यसको सुर मेरै हो। यसको म्युजिक कम्पोज एरेन्जर चाहिँ सञ्जय खड्गी। उहाँले मलाई तिनटै अधिकार दिनुभएको छ। यसको सङ्गीत पनि तपाईँले भन्न पाउनुहुन्छ। एरेन्जर चाहिँ सङ्गीत भनेको त लयर त लयर तिमीले निकाल्यो। एरेन्जर भने एरेन्जर म्युजिक एरेन्जर चाहिँ सञ्जय खड्गी वरिष्ठ सङ्गीतकार हुनुहुन्छ। उहाँ चाहिँ इन्डियामै उहाँले पढ्नु भएको हो क्लासिकल। उहाँ चाहिँ गोल्ड मेडलिस्ट पनि हो सङ्गीतको। रूपेश कति साल हो तपाईँको? 62। मैले सुन्दरजलको सिमखडाहरूको नाम सुनेको थिएँ। त्योभन्दा अगाडि एकजना नवराज सिमखडा भन्ने चाहिँ राष्ट्रिय पञ्चायतको चाहिँ उम्मेदवारहरू बन्नुहुन्थ्यो। उहाँको नाम सुनेको थिएँ। तर त्यही एरियाको भाइ श्रीकृष्ण सिमखडा आएर जुन परिचय गर्यो है, त्यसपछि त्यो बेलादेखिको मित्रता भनौँ न अब 22-24 वर्ष 25 वर्ष के हुन्छ 25 वर्षलाई के भन्छ रजत जयन्ती है। अब रजत जयन्ती त चलिरहेको छ हाम्रो यो दाजुभाइको अमर यात्रा। अब साङ्गीतिक पक्ष सिद्धियो। अब
हाँस्य व्यङ्ग्यमा पनि सबैले रुचाउने चाहिँ क्यारिकेचर श्रीकृष्णको चाहिँ क्यारिकेचरमा चाहिँ पर्फेक्ट छ जसले चाहिँ नि नेपालमा चाहिँ नि भन्नै पर्दैन त्यो जहाँ गए पनि त्यसमा चाहिँ नि 2-3 राजा मिठो मिठो अब किशनजीको ल अहिले चाहिँ निष्कलङ्कित होइन अहिलेको युवा पुस्ताले चाहिँ सन्त नेता भनेर पनि आफ्नो सम्मान गर्ने व्यक्तित्वकै गर्दा चाहिँ यो जेन्जी पुस्तालाई पनि युवा पुस्तालाई पनि सम्मान गरेको ठहर हुन्छ। त्यसैले म चाहिँ कृष्णप्रसाद भट्टराईको पनि मेलन्सीको एउटा कन्टेन्ट होइन उहाँको सपना कस्तो दाइ उहाँकै गरौँ काठमाडौँमा पानी ल्याउने कृषिजीको सपना यदा यदा इधर बस्यो ग्लानी भवति भारत मलाई तपाईँको अहिलेको उमेर देख्दाखेरि यो 50 क्रस गरिसकेपछि पनि तपाईँकै जवानीमा फर्की जस्तो मलाई महसुस भइराखेको छ किनभने अहिले हाम्रो पुस्ता पनि या 3 पुस्ता देख्यो यो जेन्जीमा लाँदाखेरि होइन कि कसो दाइ होइन अहिले हामी कुरा गरेको थियो क्यालकुलेसन गऱ्यौँ अब त्यसैले मलाई चाहिँ के लाग्छ भने भावी पनि बुमहरू तिर्स्याउँदै हिँड्थ्यो पहिला एउटा कुरा गरिदिनुहोस् भने मलाई कहिलेकाहीँ चाहिँ पत्रकारहरूको पनि एउटा इन्जिनियरिङ कुरा छ यो बाबा बिहान टोइलेटै गएको छैन यो बारेमा बताइदिनुहोस् अब उसले कता जाँदैछ हो त्यसको सवालमा मलाई एउटा मान्छे कुरा पनि भन्नु रिसी त होलाको पनि यो सम्झना आयो उहाँ पनि चाहिँ बिहानै आइदिइहाल्यो कि यो बताइदिनुहोस् अब के हुन्छ हाम्रो देशमा स्थिति असामान्य भइसकेको छ भोलिपछि मैले यो बाबु उमेर तिम्रो भर्खर बढ्दैछ अलिकति परिपक्व भएर आऊ भनेर एकचोटि मैले गाई पनि गरेँ त्यसैले गर्दा मैले मिलमजीको कुरा गर्छु भनेको थिएँ अब मिलमजी आइसकेका छ अब आज आदरणीय हामी पारिवारिक रूपमा सबै पारिवारिक रूपेश रेग्मी पनि पारिवारिक दाई पनि पारिवारिक हो हाम्रो एउटा आपसिक भेटघाट हुन्थ्यो त्यसैले जीवेन्द्र दाई शैलेन्द्र दाई अब रूपेश बाबुको अगाडि यो क्यारिकेचर मिलमजी आएको छ अब यसलाई चाहिँ हामीले शुद्ध पानी खान पाएको छौँ देशको हित पाएको धन्यवाद अर्को कुरा छुट्टी छ नि तपाईँले मलाई होइन भन्नुभएको छ कि राजधानीमा आएछ श्रीवर त्यो आइडी कारणले आज यत्रो हिस्टोरिकल भन्नुपर्छ हाम्रो आफ्नो पर्सनल कुरा भयो भेटघाट पनि भएको छ भाग्यबारी रहेछु यहाँलाई भेट्न पाएँ दाइलाई सुरुमा भेटेको एकाडेमीमा होइन मैले भनेपछि म त्यतिखेर राजधानी एकछिन राजधानी दैनिक भर्खरै चाहिँ यहाँ चाहिँ के भइराखेको छ दरबार हत्याकाण्ड भइराखेको छ त्यस्तो विशेष परिस्थिति विषम परिस्थितिमा राजधानी दैनिक सुरुवात भएको छ कस्तो जटिल परिस्थितिमा चाहिँ ह्यान्डल गर्दा त्यो पनि मैले सम्झिरहेको छु मलाई प्रज्ञा भवनमा भेट्न आउँदाखेरि मैले मलाई भेट्न आउँदा पत्रकार भने चाहिँ उसले भेट्न जाँदा कलाकार पत्रकार भने मैले जीवन हटाउन जाऊ भने कलाकार भने शैलेन्द्र हटाउन जाऊ भने अनि यस्तो मजा समाउँदैन उहाँले के भन्नुभएको छ भने उहाँ राजधानी दैनिकको प्रधान सम्पादक भएपछि म मिडियामा नाटक साटक खेल्ने रेडियो नेपालमा होइन अब त्यतिखेर साह्रै उमेर नि त अब उहाँले भने ठिकै हो अब सम्पादकलाई भेट्न जाँदा म पनि मिडियामा काम गर्छु भने कलाकार भएर जाने कुरा भएन सञ्चारकर्मी भनेर जानु पऱ्यो अब उहाँ एकेडीमा भइसकेपछि मैले चाहिँ कलाकार त म हाते बालो खेल्दै थिएँ त दुईतिरको ब्यालेन्स भयो नि त्यो दुवैतिर सबैतिर मिलाउनु जानु घरमा पनि त्यस्तै छ नि त्यहाँ भन्नुहुन्न यहाँ होइन अब बुहारी एउटा पार्टीको हो भाइहरूको पार्टीको हो है 2टा ढोका खुला छ उसलाई अब रुपेशको पनि केही कुरा सुन्नु पर्यो रुपेशबाट पनि केही कुरा बोल्नु पर्यो नि त म त आज एकदमै खुसी छु होइन हाम्रो सरहरूसँग भेट्न यसरी भेट होला भने हाम्रो पहिलेदेखिको प्लानिङ तर बल्ल आज यसरी यो जुर्दाखेरि यो समय जुर्दाखेरि म त एकदमै खुसी छु एकदम हजुरहरूलाई एकदम धन्यवाद अनि आज रुपेशलाई यसपालि परेको समस्या सुन्नुहोस् के परेछ अस्ति तिमीले एउटा कि सानो सर्ट मुभी बनाएर गएको होइन बनाएर लोड गरेर गएछ घरमा जाँदा मम्मीले के भन्नु पऱ्यो को त्यो केटी ल परि क्या भनेर मैले त हैरान गर्छु दसैँ पनि गाह्रो परेछ हजुर ल परे होइन ल त्यहाँ देख्दाखेरि गर्लफ्रेन्ड बोयफ्रेन्ड देखियो नि त अनि ल परे यसको भनेर गाउँभरि फिजिएर त्यो त ल परे कहिले हो भनेर सबैजनाले सोधेर हैरान तर अस्ट्रेलिया जाने मान्छेहरू त बिहा गरेर जान्छ नि त्यो जाँदाखेरि सजिलो हुन्छ भन्छ सजिलो उता गएर स्टाइलिस भएपछि आएर गरेर अनि यो कुरा गर्दै जाँदाखेरि अब यो इन्फर्मल कुरा हो होइन बाल्यकाल चाहिँ एउटा इन्ट्रेस्टिङ पाटो पनि हुनसक्छ केही बाल्यकालको पनि कुरा गर्नु
जस्तो कस्तो भयो बाल्यकालमा कहिले नबिर्सिने खालको केही दाइको जस्तो मेरो यस्तो यस्तो होस्। मेरो हुने कि जिउँदो गाँसिन्छ, जिउँदो हुने कि मेरो गाँसिन्छ। इन्ट्रेस्टिङ हामी धादिङको दार्खा भन्ने गाउँबाट काठमाडौँमा पढ्न आएको 12-13 वर्ष 14 वर्षको केटाहरू है। हामीले आफ्नै किसिमको सङ्घर्ष गऱ्यौँ, डेरामा बस्नु पऱ्यो है, त्यसका अप्ठ्याराहरू छ नि। त्यस्तो तर तिमी त काठमाडौँको मान्छे अब तिम्रो चाहिँ बाल्यकाल कस्तो थियो हामीलाई त्यो चाहिँ सुन्नु मन लाग्यो। तिमीलाई के थाहा छ? पहिला म एउटा प्रश्न गर्छु, हरेलो भने के होला? हरेलो के होला अन्दाजहरू? ल काठमाडौँको मान्छेलाई किसानकै छोरा हो। हरेलो एउटा कुनै बिरुवाको चाहिँ हरेलो मैले ठ्याक्कै यही भन्न सक्छु। हरेलो भने के भने खेती गरिसकेपछि धान रोपिसकेपछि धान गोड्ने बेलामा धानमा केही रोग नलागोस् भनेर गरे होला। त्यो चाहिँ वैज्ञानिक पक्ष भयो। तर गाउँमा चाहिँ हाम्रो उसमा चाहिँ कल्चरमा चाहिँ के गर्छ नि, हलीलाई बोलाएर त्यो धान खेतमा किरा नलागोस् रोग नलागोस् धानमा भनेर किराको हाँगा काटेर आलीको उसमा गाडेर त्यसमा चाहिँ हाँडीमा भुस हालेर तोरी सर्स्यौँ रायो अनि त्यसपछि अरू अरू हुन्छ नि धानको भुस हालेर त्यो धुवा बनाएर धानबारीमा धानको खेतमा लगेर टक्क राखेर त्यो हली पूजा गर्ने दिन हरेलो। हरेलो धानको पूजा गर्ने धान खेतमा चाहिँ किरा यो कुरालाई चाहिँ अब सहरको मान्छेलाई थाहा छैन। यो चाहिँ झन् लानु पर्यो कि गग्रेटो भने कि गग्रेटो भने गग्रेटो त त्यो पानी राख्ने चाहिँ नि ऊ छ नि थाहा छ गाली राख्ने ठाउँलाई गग्रेटो भन्छ नि। मुलक्षण भने मुलक्षण भने थाहा छ तिमीलाई? त्यो पनि मलाई थाहा मूल्य छिन् भनेको घरको मूल ओछिन भनेको मूल मान्छे सुत्ने अगेनाको छेउमा डिल बनाएर बनाएको आठको चाहिँ आठ जस्तो चुलो लिएर आठले घेराबन्दी गरेर यतापट्टि चाहिँ बस्ने सोइला भनेको सोइला। यो सोइला भन्ने सोइला पर्यो भनेको चाहिँ आमाहरूले भारी बोक्दाखेरि अब रुपेशले भने जस्तै हो कि न त्यो त मलाई थाहा भएन। सोइला भनेको जुवामा हुन्छ कि गोरुको जुवामा हाल्ने काठ हुन्छ नि। जोतारो भने कि जेन एक्सलाई थाहा रहन्छ जेन वाइ जोतारो भने कि जोतारो भने एकछिन बताइदिनु न। त्यो सोइलाको यहाँ बानी डोरी चाहिँ गोरु जुवा भनेको सिङ्गो सोइला भनेको यस्तो काठ, जोतारो भने यहाँ बानी डोरी हो। अब यो कुरा गर्दै जाँदाखेरि बाल्यकालको कुरामा दाइले मलाई एउटा कुरा सोध्नुभयो, यहाँबाट केही कुराहरू पुराना कुराहरू पनि आयो होइन। हामी त गफ यस्तै गऱ्यौँ ओरिजिनल त्यो गाउँमा छ, त्यो सहरको मान्छे गएर हेर्न सकेन। त्यही काठमाडौँमा जन्मिएको बाल्यकाल कस्तो भयो भन्नुभयो। अब बाल्यकालमा त मैले कवितै लेखेको छु हेर्नुहोस्। म चाहिँ स्कुल पढ्दै फेरि कतै हिँड्दै फेरि जाँदै गर्ने। अब मैले त्यो धेरै कामहरू गरेँ होला। मैले ट्रकमा बालुवा उठाउनेदेखि चर्खा चलाउनेदेखि लिएर म इन्ट्रेस्टिङ छ। मैले चाहिँ होटेलमा भाँडा माझ्नेदेखि लिएर यो चाहिँ मेरो पौडी खेल्दाखेरि एउटा कपडा लाएर हिँडेको स्कुलबाट भागेको बच्चा फेरि त्यही कपडा त्यहाँ घाममा सुकाएर ढुङ्गाले घुटेर कुदेको धेरै चाहिँ छ बाल्यकालको। सुन्नु न नमुना सुनाइदिन्छु। नमुना के हामी त गाउँको मान्छे, हामीले केही जानेको छैन। यहाँ आएपछि त गुच्चा खेलिँदैछ, ओखर खेलिँदैछ। जोर ओखर पऱ्यो भने पैसा उसले खाइदिने, बिजोर पऱ्यो भने हामीलाई फिर्ता दिने होइन। अनि त्यहाँ खप्पिस भएर गाउँको एउटा मान्छे के मानिनीय के स्याङ्जाको मानिनीयको छोरा के राजु राजु पौडेल के पितामा के उनको अम्बिका प्रसाद पौडेल माननीय स्याङ्जाको पञ्चायतको माननीयको छोराले हामीलाई आएर ओखर खेल्नु भन्यो। गाउँबाट ल्याएर भात खान चामल किन तरकारी किन ल्याएको पैसा दुईजना गएर ओखर खेलेको झन् 10 रुपियाँ हाल्यो खाइदियो, 20 रुपियाँ हाल्यो खाइदियो। हामी टाढो ओखर खेलेर खाल्टोमा ओखर हाल्दा है त्यो ओखर खेल्नु तिमीले भन। त्यो मैले चाहिँ त्यो कवितै बनाएको छु। अब रुपेश 10 वर्षको मेरोमा मैले आफू पढेँ कि 6-7 क्लासमा पढेको स्कुलमा गएँ त्यो सुनेको छु। 1 मिनटको कविता छ। ऊ 10 वर्षको थियो, ऊ 10 वर्षको थियो कुनै बेला, ऊ दिनभरि हिँड्थ्यो उसको पेट भोकाएको हुन्थ्यो। ऊ 10 वर्षको थियो दिनभरि हिँड्थ्यो उसको पेट भोकाएको हुन्थ्यो। साँझ पर्न लाग्दाखेरि ऊ एउटा पाउरोटी पकाउने भट्टीमा छिर्थ्यो र पाउरोटी टन्न खान्थ्यो। बेलुका पकाएको रोटी बिहान खाने म मान्छेलाई पाउरोटीको स्वादै कस्तो धेरै मिठो
धित मर्नेदेखि ऊ पप र पाउरोटी खान्थ्यो, भोलिपल्ट बिहान चराहरूको चिरबिरसँगै ऊ उठ्थ्यो र ऊ फेरि दिनभरि घुम्थ्यो।